500 को सामानमा हो ठिक पहिला 5 बाट सुरु गर्नुपर्छ कि चट्ट लाएर 500 बढिसक्यो नि पहिले 500 बढिसक्यो अनि उता आएर हेरेर जानु पर्यो क्या 5-10 गरेर लिनु पर्यो नि चट्ट लाएर हो ठिक होइन है भएन 500 पर्यो त 500 मा गो ए बाबा भनी पैसा 500 यो त 500 मै हो यो मलाई त पुगिसक्यो मलाई त पुगिसक्यो भन्दा चाहिँ मलाई त 500 पुगिसक्यो चोको पनि खाने हो अनि सबै भट्टाभट मिल्छ यो चिटिङ भइरहेछ अघि उता आएको थियो अघि को 10 रुपियाँ अघि अगाडि आउनु चिटिङ त भएन नि हो भएन सरी 15 रुपियाँ के आउँछ दे राख्दै नराखेको चिज परेछ हो अलै पालो लिउँ भनेको 500 रुपियाँ पर्ला जस्तो लाग्यो है मलाई पाइसक्यो जस्तो हो अझै मिलेन अब त मिलिहाल्यो नि हो अब गेम मैले खाइगयो नि सिधा गेम त मैले खाएँ नि अब ल यो क्यामेराम्यान छिटो बुझेन हौ मलाई भएन हौ कसरी नो भयो यो कसरी नो भयो अघि झिली भएको जस्तो लाग्यो मलाई यहाँ क्यामेराम्यान बित्नु पर्ने क्यामेरा त बित्नै पर्ने अवस्था आएको जस्तो लाग्यो जे राख्नु भन्छ त अनि हो यो त भएन बित्नै पर्ने भयो क्यामेराम्यानलाई त्यस्तै लाग्यो हो कसरी नो भयो कि नो भयो चाहिँ कसरी तिनटै सामान हालिसकेँ कि मैले त्यहाँ मैले हाल्थेँ 10 रुपियाँ त यस भनिदेऊ न हौ हो साँच्चै त्यो तिनटै सामान हालिसकेको छु मैले हाल्थेँ अझै फेरि नो भइरहेको छ यो हो ल होइन क्यामेराम्यान पिट्नु पर्यो यो त्यस्तै लाग्यो मलाई क्यामेराम्यान पिट्नु पर्यो मेन पैसावाला ठाउँमा चाहिँ खाली छ कि जस्तो लाग्यो अल्छी हाउडे ठाउँमा के छ अरे यो टेटानु कटानु ल हो त्यहाँ छँदै छैन जस्तो लाग्यो मलाई त्यहाँ हालो पैसा अब त मिल्नै पर्ने हो ल यो हाल्दा पनि नो त्यो हाल्दा पनि नो अनि के गडबड कस्तो गडबड है त यहाँ केही गडबड भइरहेको छ यहाँ त्यस्तो हो क्या हौ मैले त एक प्लेट मोमो आइसक्यो हो ए बाबा भगै दुइटा छ त दुइटैमा दुइटै हाल्छ नि नो मन छ के भइरहेको छ यहाँ यहाँ ट्विस्ट आएको जस्तो लागिसक्यो हो अरू सामान त केही पनि छैन दुइटै छ त अनि रुपैयाँ 5 यसरी त राखेको छैन नि हो ल खतम भइगयो अब यो कसरी राखेको छ भन्ने कुरा हो कि अब यो पनि मिलेन त्यो पनि मिलेन अब त हेरी हेरी गरे पनि मिलेन यस ए दिमाग लगाएको छु यो पनि यस्तो होला होइन यस उल्टा पाल्टा गरेर